हेलो गाइस, वेलकम ब्याक टु माई भ्लग। आजको दिनको सुरुवात हुन्छ 11:50 यस्तै छ जिन्दगानी, कहिले घाम कहिले पानी। म कुदाउँदैछु अपाचे आरटिआर 200 नानी है। हेर्नुहोस्, यो बाटो जाँदैछु म, गल्ली गुच्चीको बाटो। घाँडो बाइक लिएर, यो घाँडो बाइक लिएर स्टार्ट हुँदैन। स्टार्ट भएपछि बन्द गर्नु हुँदैन, बन्द भएपछि स्टार्ट हुँदैन। यो चाहिँ यसको लफडा है। म जाँदैछु अहिले 3 पैनी चोक। अब बाइक यसरी कुदाउनु परेछ। मैले थोपडा नदेखाएको पनि धेरै भयो, सरी गाइज। मेरो थोपडा हेर्नुहोस्, यस्तो छ है। हेलमेट लाउँदाखेरि यस्तो हुन्छ, अगाडिको दृश्य यस्तो हुन्छ हैन। घरै गर्छन् जो फुलै फुलको बगैँचामा मेरी माया भन्दै। मोरङ सहकारी जाने बाटो यता हो। अगाडि केही त छैन नि आएको। सरी गाइज, मैले एक हातले यसरी भिडियो गर्दैछु, त्यसको लागि नरिसाउनु होला। 2 गियरमा स्पिड पनि एकदम ठिक्क बनाएर हिँडेको छु मैले हैन। घाम मजाले लागेको छ। अगाडि चाहिँ वाइड व्यापक मोड छ कि, त्यो मोडमा फेरि रिस्की हुन्छ हैन। त्यही भएर म यसलाई चाहिँ एकछिनको लागि, केही समयको लागि बन्द गर्छु भनेर पनि भन्दिनँ, चलाउँछु भनेर पनि भन्दिनँ हैन। बिहे नै बिहे लागेको छ यार, चारैतिर बिहे छ। मोरङ सहकारी अस्पताल जाने बाटो यताबाट हो है। यो चाहिँ नयाँ मोरङ सहकारी अस्पताल जाने बाटो यताबाट छ। उता बनिरहेको छ नयाँ मोरङ सहकारी अस्पताल। अनि यतातिर चाहिँ एउटा दिदीको उँधो ठुलो बिल्डिङ, सेतो बिल्डिङ देख्नु भएको, नयाँ मोरङ सहकारी अस्पताल विराटनगरमा तपाईँलाई स्वागत छ, धेरै धेरै स्वागत छ साथीभाइहरू। यो चाहिँ हाम्रो एउटा यो टिकटकमा भाइरल भएको यो सुनौलो पलको साथी भूमिका होटल। यो दिदीको चाहिँ एकदम व्यापक चल्ने होटल हो त्यो होटल। मैले फ्रीमा प्रमोसन गरिदिएको छु गाइज, फ्रीमा आउनुहोस्, फ्रीमा। मोरङ सहकारी हस्पिटल उता छ। यहाँ चाहिँ यो चाहिँ हाम्रो अगाडि उता सोमबारे हाट लाग्ने ठाउँ। अनि अगाडि छ स्कुल है, नीलकण्ठ स्कुल छ। यो अर्को पहेँलो बिल्डिङ देखिरहनु भएको यो गाछीले छेकेको अर्को स्कुल छ। यहाँ त बडे महानको स्कुलहरू छन्, बडे महानका मान्छेहरू छन्। बडे महानको मान्छे भएर के गर्नु, मान्छे सानो भएपछि जतिसुकै पैसा कमाएर नि के गर्नु। ल हेर्नुहोस् यो स्कुल, यो एसटी म्यारेज सेकेन्डरी बोर्डिङ स्कुल अरे हैन। अनि तपाईँलाई म देखाउँछु, त्यहाँ हाम्रो त्यहाँ छ आइफल टावर दामी। बुढा नीलकण्ठ स्कुल, यो आइफल टावर ऊ अगाडि आइफल टावर, सेतो टावर देखिरहनु भएको होला आइफल टावर। म यति बिस्तारै हिँडिरहेको छु कि मलाई कछुवाले पनि जित्दिन्छ, त्यति बिस्तारै हिँडिरहेको छु म। पत्याउनु हुन्न भने हेर्नुहोस्, 13 को स्पिड जम्मा। यो बाटो कहिले बनाउने, कहिले भत्काउने, कहिले नाला बनाउने, कहिले पाइप हाल्ने, सीमा ठ्यास्ने, कहिले के गर्ने, कहिले डिभाइडर हाल्ने, के भइरहेको हुन्छ यो नेपालमा जहिले पनि। हेर्नुहोस्, मेरो हातबाट फोन हल्लिरहेको होला, त्यसको लागि क्षमा प्राप्त छु। सिटी कलेज हाम्रो सूर्य सरकार पढेको कलेज पासहरू भयो कि भने थाहा छैन। उता अगाडि छ हाम्रो आइफल टावर यस्तो छ हेर्नुहोस्। दिनचर्या यसै गरी मेरो बितिरहेको छ। जिल्ला आयुर्वेदिक अझ कत्रो बिहे भएको यहाँ त बिहे नै बिहे छ त। यता पनि बिहे, चारैतिर बिहे लागेको छ त। अघि थिएँ अपाचे आरटिआर 200मा, अहिले छु सुपर स्प्लेन्डरमा, द लेजेन्डरी बाइक इन द वर्ल्ड है। सुपर स्प्लेन्डर, यसले माइलेज दिन्छ, यसले तेल दिन्छ, खाँदैन, अरूले खान्छ। यो बाजेको सेक्पा, यो छ डलरास। म छु अहिले अब एकछिन कुन बाइकमा यसै गरी बाइक चेन्ज गर्दै कुन दिन म आफै चेन्ज भइहाल्छु, गाडी चेन्ज गरिदिन्छु म, संसार चेन्ज भइहाल्छु। जिन्दगी यस्तै हो, पिच फायर। हेर्नुहोस् पिच फायर है। दर्शक महानुभावहरू, बिहे लागेको छ, तर मेरो आफन्त, मेरा साथीभाइ, मेरा भक्तजन, मेरा प्राणहरूमा कसैको पनि बिहे लागेको छैन। त्यसले गर्दाखेरि म निकै दुःखी छु। जति जान पाइएन, नयाँ लुगा लिन पाइएन। कसैले बिहे गरेर बोलाएको भए पार्टी खान पाइन्थ्यो, गएर ड्याम्मसँगले लड्न पाइन्थ्यो। नयाँ सेल्टसहरू आएको छ है अहिले मार्केटमा, के आएको नयाँ सेल्टसहरू। बिहे लागेको छ, बिहेले गर्दा मात्रै गाडी यस्तो भिडाम भिड्छ। मैले रिस्की काम गरेको छु है। एउटा हातले भिडियो बनाउँदैछु, अर्को हातले यता एक्सिलेटर गरेको छु। स्पिड इन्डिकेटर चल्दैन यसको, माफ गर्नु होला। त्यही भएर म यो रिस्की काम गर्दिनँ। ल हेर्नुहोस्, यहाँ पनि बिहे छ, कञ्चनजङ्घा ब्याङ्क्युटमा पनि छ डट बाइक। ओहो माई गड, आई लभ यु डट बाइक है। ल हेर्नुहोस्, अब यो रिस्की काम नगरौँ होला, यो ज्यानको सवाल छ। यो ज्यान जान पनि सक्छ, ज्यान लिन पनि सक्छ। त्यसले गर्दाखेरि यो गलत काम नगरौँ, एक हात छोडेर भिडियो बनाउने काम नगरौँ भन्दा यही कुरा।
कालो अपाचेबाट सुपर स्प्लेन्डरबाट फेरि निलो अपाचेमा सिनेम्याटिक सर्ट कस्तो लाग्यो साथीहरू हेर्नुस् त यो हाम्रो विराटनगरको बजार एरिया हेर्नुस् त राम्ररी हेर्नुस् ल फेरि सिनेम्याटिक सर्ट ल अहिले म चाहिँ छु बजारमा ऊ त्यहाँ छ हाम्रो मन्दिर उता मन्दिर देखिरहनु भयो होला त्यो राधाकृष्ण मन्दिर जय श्रीमन नारायण मन्दिर उता छ अगाडि सेन्ट्रल मल यहाँ हाम्रो बजार एरिया बजारको कामले आइया बजारतिर बजारको काम त सक्नु पर्यो नि है बजारको काम सक्नलाई आज हामीलाई फेरि केही समय लाग्छ हाम्रो यो भनेको चाहिँ भनिहालेँ मैले माडेज एरिया हाम्रो ल्याबिस चारैतिर दायाँ बायाँ माडे एरिया यता पनि माडे ल्याम्म यता पनि माडे चारैतिर माडे हाम्रो घेरेका छन् माडे एरियाले हाम्रो विराटनगर भएको छ माडेज माहौल है हेर्नुहोस् बडी बडी मानका घरहरू छ हाम्रो सबै माडे दाजुभाइ दिदीबहिनीहरूको हो यो हैन हामी त स्वाट आयो च्वाट खायो पुत्त गयो के छ र जिन्दगी पहाडीहरूको जिन्दगी यस्तै छ बड्का बड्का गफ लायो बस्यो ल हेर्नुहोस् त फोन मेरो यस्तो छ हेलमेट मेरो यस्तो छ है ल यहाँको काम सक्नुपर्छ अब हामीले धेरै गफ लडाएर हुँदैन यहाँको काम सकौँ पहिला है भाटभटिनीको अवस्था हाम्रो विराटनगरको भाटभटिनीको अवस्था हेर्नुहोस् छेभरि लै कस्तो दयनीय छ हेर्नुहोस् अब बन्दैछ नेपाल फेरि उठ्दैछ नेपाल हाम्रो भाटभटिनीको अवस्था यस्तो छ है ल हेर्नुहोस् फोर्डको टाइटेनियम एभरेस्ट फोर्ड टाइटेनियम तिमी मेरो हुन्थ्यौ मा कसम भनेको यार कस्तो दामी गाडी छ यार अलॉय व्हील पनि कत्रो ठुलो छ टाइटेनियम ओ माई गॉड दामी यार अमेरिकन मोन्स्टर गाडी हो यो पनि हेर्नुहोस् एभरेस्ट ब्याङ्क बजारको माहौल यस्तो छ है फेरि पनि मलाई मन पर्यो यो गाडी कसको गाडी हो हुन चाहिँ तर दामी छ यार आहा चुम्मेश्वरी गाडी छ यो गाडी 2 लिटर टर्बो चार्ज इन्जिन ओ माई गॉड हेर्नुहोस् त फोर्डको टाइटेनियम एभरेस्ट है फोर्डको चाहिँ यो उसको इन्डेभरको माथिको हो है यो फोर्डको इन्डेभर 3.2 आउँछ अहिले यो 2 लिटर आउँछ दामी नेपालमा आहा आई लभ यु ल हेर्नुहोस् यस्तै छ जिन्दगानी कहिले घाम कहिले पानी